प्रहरी हिरासतभित्र बस्दाखेरि मलाई प्रहरीले जुन व्यवहार गर्नु प्रहरी साथीहरूलाई पनि त्यो जुन व्यवहार मसँग गर्नुभयो त्यो व्यवहारप्रति उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। प्रहरी साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले जुन हिसाब किताबले यो अभियानलाई यो आन्दोलनलाई अघि बढायौँ होइन, अब हामीले आज यो आन्दोलनलाई स्थगित गरे होइन, हामीले आन्दोलनको मोडल मात्रै चेन्ज गरेको केही समयको लागि। यहाँ धेरै कुराहरू आए होइन, हिजो रातिदेखि धेरै कुराहरू आए, तर मलाई खास गरेर सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यूले स्पेसल रिक्वेस्ट गरेकोले गर्दाखेरि दुर्गाजी एकपल्ट बसौँ, तपाईँले उठाएका 26-27वटा जति माग छन् ती जनताप्रति जनजीविकोपार्जन हुने सर्वहारा वर्ग र भोलि मान्छेका मागहरू हुन्। ती मागहरूले गरिब जनताहरूलाई धनी बनाउने र सर्वहारा वर्ग उत्पीडन वर्गको मुक्तिको यी मागहरू छन्। त्यसले गर्दाखेरि हामीले हाम्रो तर्फबाट कति मागहरू हाम्रो तर्फबाट गर्न सक्छौँ हामी गर्छौँ। तपाईँहरू कमसेकम पनि यो देशमा आगो लागेको बेलामा अरू लगाउने काम नगर्नुहोस् भन्दाखेरि मैले के भने म हिंसा चाहन्न, मैले हिंसा चाहेको पनि होइन। त्यसले गर्दाखेरि यो आन्दोलनलाई अलिकति मोडल परिवर्तन गरौँ सम्माननीय प्रधानमन्त्रीले नै भन्दाखेरि र गृहमन्त्रीले नै भनिसकेपछि एकपल्ट उहाँहरूको वचन पनि राखौँ। र मैले उहाँहरूलाई प्रधानमन्त्री भइकन बधाई पनि दिएको थिएन, मन्त्री भइकन बधाई पनि दिएको थिएन। एकपल्ट उहाँहरूले त्यति भनिसकेपछि राति हाम्रो टिम भनेको 8 बजी राति होइन बालुवाटार गएर 11 बजी 11:30 बजी राति वार्ता सकेर 3.5 घन्टा उहाँले टाइम दिनुभयो प्रधानमन्त्रीलाई पनि र गृहमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। र पहिलाको सरकारले हामीलाई त्यति पनि एउटा अवसर दिएको थिएन, धुन्ने हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका चित्त नबुझेका कुरा दुर्गाजी तपाईँ पनि विज्ञ 2-4 जना मान्छे लिएर आउनुहोस्, हामी पनि 2-4 जना विज्ञ मान्छे लिएर बस्छौँ, सरोकारवाला मान्छे सबैसँग बसेर। जस्तो मैले जेनजी आन्दोलनदेखि लघुवित्त जेनजीका बच्चाहरू जुन भुलिरहेछन् तिनको शीघ्र रिहाईको मागदेखि लिएर सडकका फुटपाथमा बस्ने जुन खोलाका दिनमा बस्ने सुकुम्बासीदेखि लिएर त्यो कवाडीदेखि लिएर काठमाडौँका कवाडीदेखि लिएर देशभरका कवाडीदेखि लिएर सुकुम्बासी भूमिविहीन सुकुम्बासी के कारणले भयो त आज 68 लाख भूमिविहीन सुकुम्बासी भएछन्। यातायातका कुरा भयो, मजदुरका कुरा भयो, किसानका कुरा भयो, साथै तपाईँको लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्कबाट कालो सूचीमा परेका 35 दिने निस्किएर चाहिँ मान्छेहरू काम गर्न नसक्ने, घर जग्गा जीवन लिलाम भएर सुकुम्बासी हुँदै जाने। अब यही तरिकाले सुकुम्बासी हुने भने यही वर्षमा चाहिँ अरू 2 लाख परिवार सुकुम्बासी हुँदैछन् ब्याङ्क लघुवित्त र सहकारीको सिकन्जाबाट। यसलाई कसरी रोक्ने, कालो सूचीबाट कसरी हटाउने र नेपाली नागरिकहरूलाई पहिलाको ठाउँमा कसरी फर्काउने भन्ने विषयमा मैले जति पनि मागेर राख्दाखेरि उहाँहरू मेरो मान्छेहरूलाई मैले जो हाम्रो अभियानका साथीहरूलाई पठाउँदाखेरि उहाँहरू हामी यो एकदमै जनजीविकाको एकदमै कुरा भएकोले गर्दाखेरि हामी यो 27वटा मागमा 27वटा माग छन्, तर कति हामीले पुरा गर्न सक्छौँ कति सक्दैनौँ। र यो आन्दोलनको मोडल चेन्ज गरिदिनुहोस् कमसेकम 15 दिनलाई दुर्गाजी भनेर भन्दाखेरि म पनि हिजो अस्ति 75 जना बच्चा मरेको यत्रो सर्वोच्च अदालत भेट्नुहोस् कि पछाडि सर्वोच्च अदालतको आज हालत त्यस्तो छ। एउटा सम्पदा हो तपाईँको चाहिँ सिंहदरबारको हालत त्यस्तो छ, भएका देशका संरचना सबै जलेर नष्ट भएछन्। 32 खरबको सम्पत्ति आज नष्ट भएछ होइन। अरू नष्ट नहोस्, घुसपेट नहोस् र धमिलो पानीमा माछा नमारुन् मान्छेले भनेर हामीले यो आन्दोलनलाई केही समयलाई मोडल मात्रै चेन्ज गरेको, यो आन्दोलनलाई चाहिँ विसर्जन गरेको होइन, हामीले विसर्जन गरे होइन। त्यसले गर्दाखेरि सम्पूर्ण अभियानका साथीहरू हामीसँग जोडिनु भएका सम्पूर्ण कति दल जोडिनु भएको छ हामीसँग 19 दल जोडिनु भएको छ। उहाँहरूको पनि चित्त दुःख होला, मलाई चाहिँ हामीलाई चाहिँ जोड्यो अनि त्यहाँबाट मिटिङ गरेन भने मिटिङ गर्ने टाइमै भएन। अब राति 8 बजी बोलाएको छ, अब म हिरासतमा छु, कसैको फोन छैन। अब मैले त्यतिखेर कसलाई बोलाउने? जति जुटेका मान्छेहरू छन् तिनै मान्छेलाई प्रयोग गरेर कमसेकम यहाँसम्म आएका छौँ र कोही पनि नरिसाउनु। दुर्गा परसाई भनेको दुर्गा परसाईले जति पनि माग मागेको छ नि ब्ल्याकलिस्टमा होइन नि, ब्ल्याकलिस्ट अरू नै छन्, सुकुम्बासीमा होइन नि, सुकुम्बासी अरू नै छन्।
तपाईँको चाहिँ यातायात व्यवसाय म होइन अरू नै छन्। त्यसले गर्दाखेरि मैले नेपालीहरू र नेपाल जोगाउने नेपालको अस्तित्व जोगियोस् भनेर म निरन्तर लागिरहेको छु। र म एउटा कुरा तपाईँहरूलाई भन्छु, अहिले अरू पार्टीहरू आफू र आफ्नो अस्तित्व जोगाउन लागेका छन्। म नेपाल र नेपालीहरूको अस्तित्व जोगाउन लागेको छु। फरक त्यहाँ छ। त्यसले गर्दाखेरि तपाईँहरू कोही पनि नेपालभरि रहनुभएका विदेशमा रहनुभएका होइन सम्पूर्ण नागरिकहरूलाई म के भन्छु भने अहिले म यति भन्दै म नेपाल र नेपालीको अस्तित्व जोगियोस् भनेर लागेको मान्छे हुँ। सबैजनाले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेँ। जसरी एउटा केपी ओलीले तपाईँको समर्थन गर्दै यो सरकारले बोलेकै भरमा दुर्गा प्रसाईले थुन्यो भनेर आरोप लगाउनु भएको छ। केपी ओलीले तपाईँको समर्थन गर्नु भएको छ, के भन्नुहुन्छ? केपी ओलीले हिजो यस्तै केसमा पक्रिँदाखेरि चाहिँ ठिक अनि अहिले बेठिक भन्ने कुरो हुँदैन क्या। कुरा तपाईँले बुझ्नु भएको छ। तपाईँले समर्थन होइन, यो देखिएको कुरा बोलेको होला होइन। त्यसले गर्दाखेरि सबैलाई धन्यवाद छ। सबैलाई नमस्कार धन्यवाद। रिलायबल लाइफ भरोसा यो हाम्रो सधैँ सधैँलाई। परिवार भएपछि चाहना थरी थरी पुरा पनि गर्नै पर्यो दुःख सुख गरी। हातमा हात मिलाउँदै अघि बढ्छु अब जिन्दगीमा समय कहिल्यै हुन एकनास कुनै बेला लाग्न सक्छ सहयोगको आस। योजना छन् लाभदायी सेवा पनि राम्रो रिलायबल छ परिवार झै सधैँभरि हाम्रो। सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।